तपाईँले बिहान खाएको खाना, चढेको बस, बसेको घर, बिहान तपाईँ सुतिरहेको बेला कोही सडकमा काम गरिरहेका हुन्छन्। तपाईँ आराम गरिरहँदा कोही पसिना बगाइरहेका हुन्छन्। के तपाईँ कहिले सोच्नु भएको छ, ती श्रमिक को हुन्? श्रमिक भनेका ती हात हुन् जसले हाम्रो घर बनाउँछन्, सडक सफा बनाउँछन्, खेतमा अन्न फलाउँछन्, सामान बोक्छन्, कारखानामा काम गर्छन् र सहर सफा राख्छन्। हामी सजिलै बाँच्न सकौँ भनेर उनीहरू आफ्नो सुख, आराम र समय त्याग्छन्। हरेक वर्ष मे 1 मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ। यसको इतिहास सन् 1886 मा अमेरिकाको सिकागोबाट सुरु भएको थियो, जहाँ मजदुरहरूले 8 घन्टा कामको अधिकारका कारणले सङ्घर्ष गरिरहेका थिए, किनकि तिनीहरूसँग 15-15 घन्टा काम गराइरहेको थियो। त्यो आवाज आज संसारभरि एउटा प्रतीक बनेको छ। हामीले खाएको रोटी किसानको पसिना हो। हामी बसेको घर मजदुरको सपना छ। हामी हिँडेको सडक श्रमिकको मेहनत छ। आज ती दिन सम्झनुहोस्। देश बनाउने हातहरू कहिले साना हुँदैनन्। श्रमिकलाई सम्मान गरौँ, श्रमिकलाई सलाम गरौँ। ह्याप्पी लेबर डे, ह्याप्पी मजदुर दिवस। धन्यवाद।